डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोजी गरी नष्ट गर्ने र लामखुट्टेको वासस्थान हटाउने कार्यक्रम तुल्सीपुर उपमहानगरपालिकाको सबै वडामा सम्पन्न भएको छ। आजको यो कार्यक्रम यस आर्थिक वर्षको 30औं कार्यक्रम हो। बिजोरीमा भएको यो अभियानमा जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी, नगर सुरक्षाकर्मी, स्वयंसेविका, व्यापारी, बिजोरी उद्योग वाणिज्य सङ्घ र रेड क्रसका प्रतिनिधि र स्थानीयहरूको उपस्थिति रहेको थियो। यो अभियान कार्यक्रममा केही समय डेङ्गु रोगको परिचय, रोगको लक्षणहरू, रोगबाट बच्ने मुख्य उपाय र अभियानको महत्त्वबारे छलफल गरे पश्चात यसरी डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोजी गरी नष्ट गर्ने र लामखुट्टेको वासस्थान हटाउने काम भएको थियो। यो लामखुट्टेले फेरि दिउँसोको जति पनि चलेको छ नि यो लामखुट्टे लामखुट्टे ठ्याक्कै यही नै हो। यसलाई जुम गरेर खिच्न मिल्छ। त्यो सेतो छ नि सरकारीको होला, यही हो डेङ्गु गराउने। अरू पनि लामखुट्टे हुन्छ, अरू चाहिँ कालो कालो टाइपको हुन्छ। यो चाहिँ ठ्याक्कै यो सरकारीको होला। यो टायरले डेङ्गुको चाहिँ डेङ्गु गराउने यो कालो कालो यो चाहिँ प्युपा स्टेजमा छ। अनि अर्को तल चाहिँ तपाईँको यो लार्भा स्टेजको पहिलो स्टेजमा छ। यो सानो सानो होला, यो चाहिँ कालो कालो प्युपा स्टेज। यो फर्स्ट स्टेजको लार्भा आयो चाहिँ यसरी पानीबाट अनि बाहिर निस्किँदै यही चाहिँ ठ्याक्क लामखुट्टे पनि उड्छ। यो टुक्ला हेर मसले धेरै बेर बस्नु छैन। यहाँ त त्यही त तेल खाइयो कपडा चाहिँ लाउनै पर्छ। त्यही भएर तपाईँको कतिपय त रोगसँग लड्न सक्ने क्षमता पनि हुन्छ नि। कसैमा जाँगर लागेको छ, टाउको देखाएको भएको छ भने त्यो डेङ्गु हो। टोक्यो भने त्यसले टोकेर मान्छे त्यो पनि हुन्छ। त्यो अर्को हो, त्यसले चाहिँ डेङ्गु बनाउँछ भन्ने होइन। त्यो फरक हो। त्यो लार्भा यिनीहरूको सक्रिय हुँदो रहेछ। त्यो चाहिँ धमिलो पानीमा एकदम त्यो लेउमा अलिक त्यो झाडीहरूमा नालामा बस्छ कि त्यो। फेरि त्यो चाहिँ सफा पानी मात्रै हुन्छ खास चाहिँ, होइन। अर्को झाडीमा हुन्छ नि, फेरि अन्डा चाहिँ पानीमा पार्छन्। पानी त सफा पानी त्यो बग्ने पानी पनि पानी पनि सडकको पानी हुन्छ नि, पानी जगाउने हुन्छ। तर यो चाहिँ डेङ्गु गराउने चाहिँ यस्तो हुन्छ भने अर्को त्यो नालाहरूमा झाडीहरूमा बस्नु फरक हुन्छ। यो बढी एक्टिभ हुन्छ कि सर। अनि यो फेरि के भन्छ भने अर्कोले चाहिँ अरूभन्दा पनि यो चाहिँ टोक्ने पनि बढी एक्टिभ हुन्छ। फेरि यो फर्स्ट एउटाले तपाईँको एक दिनमा 7-8 एकैपल्ट टोक्न सक्छ कि, त्यति एक्टिभ हुन्छ कि एउटा फेरि एकदमै फटाफट टोक्छ यसले। अब कति छ नि त एक्टिभ, यो सानो बच्चादेखि सबै लार्भा छ। यो चाहिँ अलिकति फालेर लार्भा चाहिँ त्यहाँ आउने भयो। ल खै साउजीलाई अलिकति व्यवस्थापन गरिदिनु पऱ्यो। पुरै तपाईँको जोरा हुने टाउने नाम्यो शरीर झाँगाझिङ्गा हुने यही हो सबै तपाईँको। शरीर झाँगाझिङ्गा भन्छ नि, त्यसैले गराउँछ। कसैलाई पुरै चाहिँ हेर्नु लगाइदियो टल्दियो। यसमा चाहिँ यो देख्नु छ यहाँ आउने मान्छेदेखि लिएर तपाईँले यहाँबाट घरसम्म लैजाने सबै ज्वरो आउने, टाउको दुखाउने, त्यो बिजोरी आसपासमा जति ज्वरो आउने, टाउको हुन्छ नि, शरीर चिलाउने, जिब्रो आउनेदेखि लिएर सबै कुराहरू चाहिँ यसैले गर्छ। रगत पत्लो गराउनेदेखि लिएर अहिले तपाईँको रगत कम भयो, रगत खेर गयो भन्छ नि, रगत पत्लो गराउनु यसरी काम गर्छ कि। त्यसले गर्दा यसलाई चाहिँ अलिकति बिमारी राख्नु। तपाईँले पनि यहाँ काम गर्ने लामखुट्टे बढी छ, होइन। यो कपडा सोपेर लामो सटो लाउनुहोस्, होइन। अनि यसलाई चाहिँ तुरुन्तै पालो सबै पल पारेर पानी नष्ट गरेर पानी चाहिँ बाहिर निकालिदिनु पऱ्यो। अनि केही चाहिँ अब टहरो बनाएर राख्नु पऱ्यो। व्यवसाय नगर्नुपर्ने कुरा भएन, होइन। व्यवसाय गर्न पाइयो, आफूले सुरक्षित र अरूलाई सुरक्षित गरिदिनु पऱ्यो, है। किनकि यसले वासस्थान मेन चाहिँ टायर नै रहेछ क्या। फेरि खोजी टायर नआएर एकदम तपाईँले नै ज्वरो भयो। ज्वरो आयो तपाईँको औषधि केही पनि छैन। फेरि सकेसम्म दाइले यो पानी केही पनि छैन यसको, होइन। यति मात्रै नियन्त्रण गरिदियो भने तपाईँको धेरै भइसक्यो। अब के गर्ने, टाढोमा पानी फाल्ने मच्छर जम्मा भयो है, बुझ्यौ नि। सफा गर्ने है पानी है। यो ड्राम तिमीले कहिले लग्ने ड्राम लैजानु सबै सफा गरेर पक्ड है। जति राखे पनि राख्ने, तर पानी फालिदियो है, पारिदिने। अब तिमीले त्यो मच्छर सब पारिदिनु, सबै पारिदिनु। पानी जम्नु सक्दिनु पऱ्यो माथिबाट है। सबै पल पारिदिनु पऱ्यो कि सफा पानी रहेछ फेरि यहाँ त। यति राम्रो सफा पानीमा लामखुट्टेको वासस्थान।
यसरी एक दिनको अभियानले मात्र कुनै प्रभाव नपर्ने भएकोले निरन्तरताको लागि बिजोरी उद्योग वाणिज्य सङ्घ र रेड क्रसको उपशाखा बिजोरीले यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता गरिएको थियो। आज हामी यो डेङ्गु नियन्त्रण कार्यक्रममा निरन्तर यो वर्षौँमा लागिरहेको छौँ। 2-3 वर्ष हामी निरन्तर डाक्टर साहबहरूसँग बसेर अनि हामी लागिरहेको छौँ। वास्तवमा आज यो अनुगमन गर्दाखेरि धेरै ठाउँमा चाहिँ यो डेङ्गु लार्भाहरू देखिएको छ। त्यो लार्भालाई नष्ट गर्नलाई मैले आज बिजुली उद्योग वाणिज्य सङ्घ र रेड क्रसको साथीहरूले चाहिँ तत्काल अब 1-2 दिन चाहिँ बोलाएर उहाँहरूले चाहिँ उद्योग वाणिज्य सङ्घको सदस्य पनि हुनुहुन्छ अनि रेड क्रसको पनि हुन्छ अनि पार्टी पनि हुन्छ। यसले चाहिँ कसरी नियन्त्रण गर्न सकिन्छ भने सबै उसलाई साथीहरूलाई बोलाएर छलफल गरेर यसले चाहिँ एउटा छलफल गर्नुहुन्छ। वास्तवमा हामीले अहिले सबै अहिले चाहिँ हाम्रो स्वयंसेविका डाक्टर साहब सबै यो बिजुरीलाई राम्रो बिजुरी बनाउन सबै लाग्नुहुनेछ। आयुर्वेद डाक्टर साहबहरू सबै आउनु भएको छ, उहाँले प्रतिबद्धता जारी गर्छ। सबै हामी लागेर चाहिँ यो डेङ्गुलाई नियन्त्रण गर्न सबै लाग्नुहुनेछ भन्दै यो कार्यक्रम यहीँ समापन भएको घोषणा गर्छ। हस् धन्यवाद। सबैलाई धेरै धेरै धन्यवाद है।